मैले तपाईँहरूलाई सायद पहिला सेयर गरेको छु है, म चाहिँ अस्ट्रेलियामा मेरो फर्स्ट जब चाहिँ एज अ पर्सनल केयर वर्कर थियो के। मैले यति धेरै ठाउँ अप्लाई गरेँ पहिला यो एज केयर सर्टिफिकेट गर्नुभन्दा अगाडि मैले धेरै ठाउँ अप्लाई गरेको थिएँ जबको लागि, हस्पिटालिटी, क्लिनिङ होइन, हरेक थरीको जबहरू मैले अप्लाई गरेको थिएँ, तर ट्रायल गयो, उहाँहरूले बोलाउनु भएन। अनि त्यसपछि चाहिँ आई रिजोर्टेड टु सर्टिफिकेट 3, किनभने मलाई चाहिँ त्यतिखेर चाहिँ लक्ष्मणजीको चाहिँ फुल टाइम जब थियो अनि उहाँको जबले चाहिँ फी तिर्न पुगिरहेको थियो। अब मलाई चाहिँ आई वान्टेड टु वर्क फर हुन्छ नि हाम्रो अब मिसलेनियस कस्टहरू, रेन्टहरू मलाई एकदमै खाँचो परेको थियो क्या जबको। अनि मैले चाहिँ सर्टिफिकेट 3 गरेँ। अनि सर्टिफिकेट 3 गरेपछि 120 आवर्स अफ प्लेसमेन्ट हुन्छ। त्यो प्लेसमेन्ट चाहिँ मैले तपाईँहरूलाई जस्ट मैले इन्फर्म गर्न खोजेको है, प्लेसमेन्ट चाहिँ दुईवटा टाइप अफ एज्ड केयरमा हुने कि, एउटा चाहिँ हाई केयर, अर्को चाहिँ लो केयर है। हाई केयर भनेको चाहिँ तपाईँहरूको त्यो रेजिडेन्सियल फेसिलिटीमा यस्तो डिफिकल्ट कन्डिसनमा हुनुभएको रेजिडेन्टहरू क्या, जो चाहिँ प्यारालाइज्ड हुनुभएको होइन। अझ मैले एक्सप्लेन गर्न जानिनँ, जस्तै उहाँहरूलाई चाहिँ स्पेसिफिक केयर के हाई लेभल अफ केयर चाहिने खालको फेसिलिटी, त्यस्तोमा प्लेसमेन्ट गर्नुभयो भने चाहिँ तपाईँहरूलाई धेरै इजी हुन्छ जब गर्नको लागि। तर मेरो चाहिँ के भयो भने मेरो चाहिँ अलरेडी सर्टिफिकेट, अनि अर्को चाहिँ लो केयर है, भन्दै भन्दै कहाँ पुगेँ क्या म है। लो केयर भनेको चाहिँ एज केयर फेसिलिटी नै, तर त्यहाँभित्र चाहिँ सबै इन्डिपेन्डेन्ट लिभिङहरू हुन्छ क्या, इन्डिपेन्डेन्ट खालको रेजिडेन्टहरू। उहाँहरूले चाहिँ आफै नुहाउने, आफै एक्टिभिटिज अफ डेली लिभिङ गर्ने होइन। हामीले चाहिँ जस्ट गएर इमोसनल सपोर्ट दिनुपर्ने, अनि उहाँहरूलाई गएर जस्ट यो तपाईँको लुगा यहाँ छ भनेर देखाउनु पर्ने, जस्ट हल्का गाइड मात्र गर्नुपर्ने के, त्यस्तो इजी लेभल अफ केयर के त्यो लो केयर भनेको चाहिँ। मैले चाहिँ के भयो भने मेरो चाहिँ एज केयर सर्टिफिकेट चाहिँ अलि ढिला भइरहेको थियो। अनि एज युजुअल मलाई जब पाउनको लागि डेस्परेसन पनि थियो। अनि मलाई चाहिँ चाँडोभन्दा चाँडो आई वान्टेड टु डु प्लेसमेन्ट के, जबकि मेरो सबै साथीहरूले चाहिँ अलिकति कुरम हाई लेभल केयरमा जाउँ, हाई लेभलमा जाउँ, धेरै काम सिकिन्छ अनि राम्रो ठाउँमा काम पाइन्छ भने गर्नुहुन्थ्यो। अनि मैले चाहिँ होइन, मलाई जसरी भए पनि जब चाहिरहेको छ, म चाहिँ लो केयरमै जान्छु भनेर उहाँहरूले चाहिँ मलाई छिटो लो केयरमा काम गर्ने प्लेसमेन्ट गर्नको लागि चाहिँ वेटिङ लिस्ट थिएन क्या, यु कुड जस्ट स्टार्ट इट एनी डे। अनि मैले चाहिँ टाइम अब धेरै खर्च भइसक्यो, म आएको यत्रो समय भइसक्यो, मसँग जब पनि छैन भनेर चाहिँ म चाहिँ लो केयरमा होमिएँ होइन। अनि मैले प्लेसमेन्ट गर्न थालेँ। अब लो केयरमा मैले धेरै सिक्ने अवसर पाइनँ क्या, किनभने मैले त्यहाँ इक्विपमेन्टहरू देखिनँ, रिसोर्सेसहरू देखिनँ, किनभने त्यहाँ त्यो इक्विपमेन्ट रिसोर्सेसहरूको जरुरी नै थिएन क्या। सबैजना इन्डिपेन्डेन्ट लेभल अफ हुनुहुन्थ्यो। अनि इन्डिपेन्डेन्ट लेभलको मान्छे हुनुभएको भएर मैले चाहिँ त्यस्तो धेरै केयरै गर्न नपर्ने खालको हुनुहुन्थ्यो क्या उहाँहरू, दे युज टु डु थिङ्स बाई देमसेल्फ। सो मैले चाहिँ एज केयर सकेँ। अनि त्यसपछि एज केयर सकेपछि मैले काम पनि पाएँ। विदिन 1 विक मैले एजेन्सीमा काम पाएँ। अब तपाईँहरूले सायद सुन्नुभएको छ कि छैन होला, यो हेल्थ इन्डस्ट्रीमा चाहिँ एजेन्सीबाट चाहिँ आउटसोर्स गर्छन् के हेल्थ अर्गनाइजेसनहरूले, लाइक एज केयर फेसिलिटी अर हस्पिटलहरू चाहिँ आउटसोर्स गर्नुहुन्छ के इम्प्लोइजहरू। सो म चाहिँ एजेन्सीमा गएँ होइन। एजेन्सी मार्फत चाहिँ मैले धेरै ठाउँहरू को एक्सपिरियन्स लिन पाएँ। कहिले म पूर्व जान्थेँ काम गर्न, कहिले म पश्चिम जान्थेँ। अनि म चाहिँ ड्राइभ गर्दिनँ है, अझै पनि म ड्राइभ गर्दिनँ। त्यतिखेर त झन् म यति पर बसमै ट्राभल गर्थेँ क्या, किनभने बस ट्राभलको पनि एक्स्ट्रा कस्ट आउँथ्यो। अब मैले धेरै ब्याकग्राउन्डको कुरा गरेँ जस्तो फिल भयो होइन। तर म तपाईँहरूलाई भनिहाल्छु, मेरो फर्स्ट एक्सपिरियन्स चाहिँ मैले नाइट सिफ्ट पिक गरेँ। अब एजेन्सीबाट काम पाइसकेपछि चाहिँ के हुन्थ्यो भने अनलाइनमै वेबसाइटमा चाहिँ तपाईँले सिफ्टहरू हेर्न मिल्थ्यो क्या, मर्निङ सिफ्ट, आफ्टरनुन सिफ्ट, नाइट सिफ्ट। अनि म चाहिँ भोलिपल्ट बिहान म कलेज जान्थेँ नि त। अनि आफ्टरनुनको पनि मलाई खासै धेरै आइडिया थिएन, अनि नाइटको चाहिँ अलिकति आइडिया थियो। अनि म चाहिँ नाइट काम गर्न जानु पऱ्यो भनेर मैले चाहिँ सिफ्ट लिएँ के। तर म तपाईँहरूलाई एउटा कुरा भन्छ, मैले नाइट चाहिँ कहिले काम गरेको थिइनँ। तर नाइट सिफ्टमा के हुन्छ भनेर चाहिँ मैले प्लेसमेन्ट गर्दा चाहिँ मैले सुनेको थिएँ क्या, साथीहरू मार्फत, त्यहाँको स्टाफहरू मार्फत। तर मैले फ्रेङ्कली मैले नाइट सिफ्ट कहिले पनि गरेको थिइनँ। मैले जस्ट मर्निङ र आफ्टरनुन गरेको थिएँ, त्यो पनि त्यो लो केयर फेसिलिटीमा। अनि नाइट सिफ्ट गर्नलाई भनेर मैले पिक गरेँ है। अब नाइट आवर्स कति छ, नाइट आवर्स 11 बजेदेखि बिहान 7 है।
म त एकदम खुसी भएँ। अनि त्यो चाहिँ खासमा हस्पिटलमा थियो क्या। मैले चाहिँ अब एज केयरमा जानुपर्ने थियो। मैले फर्स्टमै हस्पिटल पिक गरेँ किनभने आई ह्याड नो आइडिया वाट आई वाज डुइङ वाइल पिकिङ द सिफ्ट। अनि मैले चाहिँ सिफ्ट पिक गरेँ। अनि बिचरा मलाई लक्ष्मणजीले ड्रप गर्नुभएको थियो है, किनभने अब नयाँ मान्छे अनि म हराइरहन्थेँ कि म कहिले कहाँ पुगिरहन्थेँ कहिले कहाँ पुगिरहन्थेँ। त्यो चाहिँ मेरो गुगल म्याप सिक्ने बेला थियो क्या है, प्लिज मलाई जज नगर्नु ल। अनि म कहिले कता पुगिरहेको हुन्थेँ। अनि उहाँले चाहिँ राति, उहाँको चाहिँ भोलिपल्ट बिहान काम थियो, तर उहाँले चाहिँ म तिमीलाई पुऱ्याइदिन्छु भन्नुभयो। अनि उहाँले मलाई त्यहाँ हस्पिटलको इन्ट्रान्ससम्म पुऱ्याइदिनु भयो। अनि म गएँ है। अनि गएपछि अनि त्यसपछि नाइट सिफ्ट। अनि म चाहिँ एकजना अस्ट्रेलियन स्टाफसँग, अब किनभने एज केयरमा दुईजना मान्छे मिलेर काम गर्ने हो कि, डिपेन्डिङ अन द वार्ड। अनि दुईजना थियौँ हामी, अनि म, अनि त्यसपछि अस्ट्रेलियन। अनि त्यसपछि उहाँ चाहिँ, मलाई लाग्छ त्यतिखेरै उहाँ 55 भइसक्नु भएको थियो। अनि उहाँले चाहिँ के गर्ने आउँछ भन्नुभयो क्या। अनि मैले म त यो हेभ यु वर्कड इन दिस प्लेस बिफोर भन्नुभयो। अनि मैले नो भनेँ। अनि तिमीलाई जेनेरिक नाइट सिफ्टमा के हुन्छ आउँछ भन्नुभयो क्या। अनि मैले चाहिँ अब के भन्ने है आफूलाई। अनि मैले हजुर आउँछ, तर यो फेसिलिटीमा के गर्ने चाहिँ थाहा छैन मलाई, बिकज दिस इज माई फर्स्ट टाइम भने क्या मैले। अनि किनभने अब आई डोन्ट वान्ट टु बी पोर्ट्रेड एज सम वान, यसलाई त के पनि आउँदैन भन्ने खालको पोर्ट्रे गर्न मन थिएन क्या मलाई। अनि अनि उहाँले चाहिँ मलाई ल अब सुरु भनेर 11 बज्ने बित्तिकैबाट अब बेलहरू बज्न थाल्यो है। अनि तपाईँहरूलाई म एउटा कुरा भन्छ, त्यतिखेर चाहिँ मेरो चस्मा थिएन कि, मैले चाहिँ लेन्स लगाउँथेँ, कन्ट्याक्ट लेन्स लाउँथेँ। अनि मलाई चस्मा लाउनै मन लाग्दैन थियो त्यतिखेर। अनि मसँग चस्मा पनि हराएको थियो कि मेरो यहाँ अस्ट्रेलिया आउने बित्तिकै। अनि मैले चाहिँ त्यही लेन्सकै भरमा बसेको थिएँ कि म। अनि त्यतिखेर फेरि मेरो आँखा धेरै बिजेर मैले लेन्स पनि लाएको थिइनँ। अनि लेन्स नलाएपछि चाहिँ अब त्यो कल बेल बजेको पनि मैले राम्रोसँग देख्न पाइनँ। अनि मैले चाहिँ उसलाई सोधै गर्थेँ कि। अनि उसले मलाई इज एभ्रिथिङ ओके विथ यर आई भन्यो क्या। अनि मैले चाहिँ मेरो चस्मा मैले लाउन बिर्सेँ भनेँ होइन। अनि उसले ठिकै छ भनेर गरेँ। अनि रात हेल्प गर्नुभयो। अनि रात गर्दै गयो होइन। कस्तो गाह्रो लाग्यो क्या मलाई त्यो काम। मलाई यस्तो टफ लाग्यो होइन, किनभने त्यो विङ, त्यो एरिया, मैले त लो केयरमा काम गरिरहेको हो नि त, त्यो त हाई केयर रहेछ कि, हाई केयरको पनि सुपर हाई केयर होइन। त्यहाँ लगभग मलाई अझै पनि याद छ त्यो रात 23 जना हाई केयर रेजिडेन्टहरू हुनुहुन्थ्यो। अनि सबैजना बेड बाउन्ड होइन, सबैजना बेडमै भइरहने। अनि उहाँहरूलाई हामी दुईजना भएर उ गर्नुपर्ने के, वी ह्याड टु चेन्ज देम। अनि रातमा हामी पुरै राउन्ड मारेको मारे मैले एक त आँखा देख्न सकिरहेको छैन, किनभने मैले चस्मा लगाएको छैन। त्यही भएर मलाई कुन बेल क्यान्सल गर्ने पनि थाहा छैन। एक त त्यो नयाँ प्लेसमा कुन रुम कहाँ छ भनेर पनि मलाई आइडिया छैन। अनि मेरो पार्टनर भनौँ न, मेरो पार्टनर सी गट सो फ्रस्ट्रेटेड के। अनि किनभने मैले उहाँलाई हेल्प गर्न सकिनँ नि त, म धेरै कुरामा ल्याग भएँ कि त्यो राति। एक त त्यो सिनेरियो नै अब मैले नदेखेको सिनेरियो पऱ्यो होइन। इट वाज कम्प्लिटली न्यू। अनि उहाँ एकदम फ्रस्ट्रेट हुनुभयो। अनि 2 बजेतिर, मलाई रातिको 2 बजेतिर उहाँले मलाई खाजा खान जाऊ, लन्च ब्रेकलाई जाऊ भन्नुभयो। अनि त्यसपछि म लन्च ब्रेकमा गएँ। कप नुडल्स लगाएको थिएँ है, स्टुडेन्ट मान्छे अब के गर्नु। अनि खाएँ, आएँ। अनि आएपछि उहाँले मलाई के भन्नुभयो भने, यो तिम्रो फर्स्ट सिफ्ट है भन्नुभयो कि। अनि मैले नढाँटिकन हो भने होइन। अनि उसले तिमीले आजसम्म कुनै सिफ्ट पिक गरेको छैन भन्नुभयो। अनि मैले मैले आजसम्म कुनै सिफ्ट पिक गरेको छैन, यो मेरो फर्स्ट सिफ्ट हो यो एजेन्सीबाट भने। अनि त्यसपछि उहाँले चाहिँ मलाई के भन्नुभयो भने, थाहा छ यसरी त हुँदैन नि, दिस इज नट हाउ इट सुड बी डन, तिमीलाई अलिअलि कुराको नलेज हुनुपर्ने थियो भनेर कस्तो गाली गर्नुभयो क्या मलाई। अनि मलाई एकदमै नरमाइलो लाग्यो है। अनि उहाँले मलाई के भन्नुभयो भने, एजेन्सीसँग मलाई कामै गर्न मन लाग्दैन, के पनि आउँदैन, यो होल रात मैले तिमीलाई सिकाएरै बित्यो। किनभने उहाँले चाहिँ मलाई अब बेसिक रेजिडेन्टहरूलाई कसरी ट्रान्सफर गर्ने हुन्छ नि भनेर सिकाउनु भयो कि उहाँहरूले मलाई एकदमै हेल्प गर्नुभयो कि त्यो रात। अनि सी गट सो फ्रस्ट्रेटेड होइन। अनि आई हेभ ह्याड इनफ भन्नुभयो कि कतिचोटि, आई हेभ ह्याड इनफ अफ यु, आई हेभ ह्याड इनफ अफ दिस, आई कान्ट टेक दिस एनिमोर भनेर रिसाउनु भयो कि। अनि मलाई कस्तो चित्त दुख्यो है। अब त्यतिखेर कति एजको थिएँ, 22।
आई वाज ओन्ली 22 अनि मलाई कस्तो नरमाइलो लाग्यो अनि म बाथरुममा गएर रोएँ क्या अनि मैले रोएर मेरो हस्बेन्डलाई मैले मेसेज गरेर के भने म अबदेखि मलाई आई डोन्ट थिङ्क आई क्यान डु दिस होइन यो काम त यस्तो गाह्रो हुने रहेछ अनि मलाई यो मान्छेले कस्तो गाली गर्यो भनेर मैले मेसेज गरेँ क्या किनभने मलाई चाहिँ कस्तो आई डोन्ट नो मेरो त्यो जुन त्यो सेल्फ कन्फिडेन्स थियो त्यो एकदम डाउन भयो क्या अनि कस्तो नरमाइलो फिल भयो क्या मलाई अनि फेरि म टोइलेटबाट फर्केर जाँदाखेरि त्यसपछि चाहिँ उहाँले मलाई अब के पनि काम गर्न नआएको देखेर टिट लागेर उहाँले चाहिँ मलाई एउटा रेजिडेन्ट छ तिमी त्यो रेजिडेन्टलाई गएर हेर बरु अबको काम तिम्रो यो भनेर दिनुभयो कि अनि मैले ठिकै छ अब के गर्नु काम गर्ने पऱ्यो भनेर म त्यहाँ गएर अब उसले भनेको रेजिडेन्टसँगै गएर बसेँ कस्तो चित्त दुख्यो मलाई है कतिखेर यहाँबाट उम्किम पैसा पनि चाहिएको छैन मलाई काम पनि गर्नु छैन जस्तो भयो कि त्यो एकदमै नरमाइलो लाग्यो कि मलाई अनि घडी हेरेको 4 बजिरहेको थियो कतिखेर 7 बज्छ जस्तो फिल भयो अनि 6:30 बज्यो अनि 6:30 बजेपछि म पनि नर्सिङ स्टेसनमा गएर बसेँ अनि उसले मलाई आजको रात कोलाई अटेन्ड गर्यौँ याद छ भन्नुभयो अनि मलाई मेरो एउटा राम्रो पक्ष भनेको चाहिँ मेरो मेमोरी चाहिँ अलिकति कडा छ क्या मलाई कति कति अगाडिदेखिको कुराहरू याद हुन्छ अनि मैले उहाँलाई भनेँ आफूले जाने जतिको कुरा भनेँ अनि पछि ल अब तिमी यहीँ बसिराख 7 बजे सिफ्ट सकिन्छ तर त्योभन्दा अगाडि आरएन आउँछ रजिस्टर्ड नर्स आउनुहुन्छ अनि त्यसपछि बल्ल घर जाने भन्नुभयो कि किनभने मैले चाहिँ प्रत्येक सिफ्ट एजेन्सीबाट गरेपछि चाहिँ मेरो चाहिँ आरएनले साइन गरिदिनु पर्ने थियो क्या अनि म चाहिँ ल ठिक छ भनेर बसेँ अनि आरएन आउनुभयो उहाँ पनि मिडल एज्ड लगभग 50 इयर ओल्ड हाराहारीकै हुनुहुन्थ्यो अनि उहाँ आउनुभयो अनि त्यसपछि आएपछि त्यो यो अस्ट्रेलियन नर्सले के भन्नुभयो थाहा छ उहाँले के भन्नुभयो भने अबदेखि यो एजेन्सीको मान्छेहरूलाई नल्याऊ है यो एजेन्सीको मान्छेहरूलाई त के पनि काम गर्न आउँदैन यिनीहरू भनेको सिफ्ट देखेर आउँछन् पैसा कमाउनलाई केही नि गर्न आउँदैन आई हेभ ह्याड इनफ अफ देम दे डोन्ट नो एनिथिङ दे अल आर फ्रेसर्स होइन आई एम नट गोइङ टु वर्क विथ देम बिकज दिस होल नाइट वाज अ मेस भन्नुभयो म त्यही उभिरहेको थिएँ तर मैले चाहिँ यसलाई के मलाई जति चित्त दुख्नु थियो त्यो 3-4 बजे नै भइसकेको थियो क्या मलाई चाहिँ अब 4-7 बजिसक्यो अब आरएनलाई भनेर साइन गर्न लाउँछु अनि आइ एम जस्ट गेटिङ आउट अफ दिस प्लेस भन्नुभयो क्या अनि त्यसपछि म त्यहीँ बसेर मलाई कस्तो भिजुअलाइज भयो कि म त्यो नर्सिङ स्टेसनमा कुनामा बसेर म चाहिँ यतिकै बसिरहेको थिएँ क्या अनि त्यसपछि त्यो आरएनले चाहिँ मलाई हेरेर के भन्नुभयो भने सी मस्ट बी न्यू होइन बिकज वी अल स्टार्टेड एज अ न्यू होइन वी अल स्टार्टेड एज अ न्यू पर्सन वी अल वेयर न्यू वान्स अनि उहाँ पनि त्यही एजेन्सीबाट काम सुरु गर्नुभएको रहेछ क्या जुन एजेन्सीबाट चाहिँ मैले सुरु गरेको थिएँ अनि उहाँले चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने म पनि पहिला त्यही एजेन्सीमा काम गरेको हो नि त्यस्तै हुन्छ सुरुमा हामीलाई आइडिया हुँदैन हामीले उनीहरूलाई सिकाउनुपर्छ यस्तो धेरै अपसेट हुनु हुँदैन यसरी नै त सिक्छ नि द्याट्स हाउ दे लर्न भन्नुभयो क्या उहाँले अनि मलाई चाहिँ कस्तो खुसी लाग्यो एटलिस्ट त्यति भनिदिनु भयो भनेर अनि उहाँले मेरो साइन गरिदिनु भयो अनि त्यसपछि म घर फर्किँदाखेरि कस्तो लाग्यो है फर्स्ट सिफ्ट यस्तो भएको छ फर्स्ट सिफ्टको सँगैको पार्टनरले यस्तो ट्रिट गरेको छ मलाई त के पनि आउँदैन मैले किन लो केयरमा काम गरेँ हाई केयरमा काम गर्नुपर्ने रहेछ भन्ने फिल भयो के तर म घर गएँ अनि मलाई एकदमै नरमाइलो फिल भयो है खाना खान नि मन लागेन मलाई साह्रै नरमाइलो फिल भयो त्यो इन्फेरियर फिल हुन्छ नि त्यस्तो भयो क्या मलाई अनि यस्तो गाह्रो रहेछ काम त यहाँ त सकिँदैन कि क्या हो धान्न अहिले सम्झिँदाखेरि 7 वर्ष अगाडिको कुरो हो क्या यो अनि आई एम नो लङ्गर इन द्याट रोल अहिले होइन अनि अहिले मलाई सम्झिँदाखेरि त्यो एक्सपिरियन्सहरूले गर्दाखेरि नै द्याट इज हु आई एम नाउ के अब अहिले काममा अब सानोतिनो यस्तो स्ट्रेसहरू पऱ्यो भने मलाई यस्तो त मैले त पहिल्यै खपिसकेको कुरा हो दिस इज नथिङ भन्ने हुन्छ होइन अब मेरो वर्क प्लेसमा पनि यस्तो कति धेरै अब स्ट्रेसहरू आइरहेको हुन्छ नि वर्क प्लेस स्ट्रेसहरू कहिले पनि इट्स नेभर एन्डिङ होइन अनि देयर आर पिपल हु डोन्ट लाइक यु देयर आर पिपल हु आई मे नट लाइक अब यस्तो सिचुएसनहरू आयो भन्दैमा मैले कसरी डिल गर्ने भनेर बेटर आइडिया भयो कि मलाई त्यसपछि चाहिँ अनि अब यस्तै बेटर एक्सपिरियन्सेसहरूले नै हामीलाई बेटर बनाउँछ क्या अनि घर गएँ अनि मलाई त हेर यस्तो गाह्रो भइरहेछ हस्बेन्ड मात्रै काम गरिरहनु भएको छ आफूलाई जब चाहिरहेको छ कसरी चाहिँ आफूलाई बलियो बनाउने मलाई त कामै गर्न मन छैन भनेर म त घरमा पनि बेसरी रोएँ है अनि लक्ष्मणजीको अगाडि पनि रोएँ मलाई यो काम गर्न एकदमै गाह्रो रहेछ म के गरेर आफूलाई सम्हाल्ने भनेर तर अब यस्तै हो बिस्तारै अब पढिन्जेललाई त हो नि भनेर अनि मैले के गरेँ भने मैले त्यसपछि मर्निङ सिफ्ट पिक गर्न थालेँ आफ्टरनुन
यस्तो यस्तो पिक गर्न थालेँ कि नाइट चाहिँ मैले पछि मात्र पिक गरेँ कि किनभने मलाई काम सिक्नु थियो मर्निङ आफ्टरनुन अनि जब म सिफ्ट पिक गरेर जान्थेँ तब पार्टनरले कसरी काम गरेको छ भनेर अब्जर्भ गर्थेँ कि एकदम अब्जर्भ गर्थेँ अनि मलाई यो कुरा आउँदैन भनेर मैले पहिल्यै भन्थेँ कि सरी म चाहिँ भर्खरै यो इन्डस्ट्रीमा आएको हो मलाई चाहिँ यो आउँदैन म चाहिँ फ्रेङ्कली नै भनिदिन्थेँ कि अनि उहाँहरूले मैले यति राम्रो राम्रो मान्छेहरू भेटाएँ होइन उहाँहरूले मलाई कस्तो जेन्युनली काम पनि सिकाउनु भयो कि मर्निङ सिफ्टमा पनि उहाँहरूले मलाई यसरी एडिएल्स गर्ने यसरी ट्रिट गर्ने रेजिडेन्टलाई हतार भइरहेको छ भने यसरी टाइम म्यानेज गर्ने भनेर मलाई आई मेड फ्यान्टास्टिक पिपल एट वर्क के पछि अनि त्यस्तो हुँदै गर्दाखेरि चाहिँ अनि म चाहिँ पछि एजेन्सीबाट म सफल भएँ मैले चाहिँ एजेन्सीमै काम गरेँ मैले 5 महिना चाहिँ फुल अन मैले एजेन्सीबाटै कति पर काम गर्न गएँ है त्यो फर्स्ट नाइटमा चाहिँ मलाई गाह्रो भयो त्यसपछि मलाई नाइट गर्न मलाई आँटै आएन के त्यस्तो मान्छे पर्छ मैले गाली खान्छु फेरि मबाट काम आउँदैन भनेर त्यो गाह्रो भएर अनि मैले चाहिँ मर्निङ र आफ्टरनुन गर्दै 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 सिक्न थालेँ अनि पछि चाहिँ मेरो मर्निङ सिफ्ट चाहिँ मेरो क्लास टाइमिङले गर्दा मिलेन कि त्यही भएर म चाहिँ फेरि नाइटमा गएँ तर नाइटमा काम गर्दाखेरि मलाई धेरै आइडिया भइसकेको थियो क्या पछि अनि त्यस्तो हुँदै गर्दाखेरि चाहिँ अनि पछि मलाई एक दिन हस्बेन्डले चाहिँ के भन्नुभयो भने तिमी कति काम गर्छौ होइन तिमी कति चाहिँ यति पर काम गर्छौ अनि केटी मान्छे कहिले राति 11 बजे काम सकेर आज कहाँ पर के फेरि अब एउटा सेट रुटिन भएन कि मेरो म चाहिँ कहिले 11 बजे काम सकिन्थ्यो अनि 2 घन्टा परबाट आउँथेँ घर आउँदा 1 बजे आउँथ्यो फेरि भोलिपल्ट बिहान 5 बजे उठेर गयो कहाँ गयो अब हिजो म इस्ट साइडतिर काम गर्न गएँ भने भोलिपल्ट नर्थ साइडतिर के इट वाज गेटिङ आउट अफ ह्यान्ड अनि मेरो हस्बेन्डले चाहिँ तिमी कहिलेसम्म यसरी एजेन्सी मार्फत काम गर्छौ बरु एउटा पर्मानेन्ट खोज होइन एउटा एज केयर खोज पर्मानेन्टली तिमी त्यहाँ काम गर भनेर भन्नुभयो कि अनि मलाई चाहिँ कस्तो होइन म चाहिँ फेरि कस्तो छु भने म एक्ज्याक्ट टर्म भन्छ है म तपाईँहरूलाई म कस्तो मान्छे भनेर म चाहिँ क्रिचर अफ ह्याबिट के क्रिचर अफ ह्याबिट यो यस्तो मान्छेहरूलाई चाहिँ त्यो कुवाको भ्यागुतो नै हुन्छौँ कि यदि मलाई हुन दिने हो भने म अझै पनि एजेन्सीमै हुन्थ्यो होला कि यदि मलाई मेरो हस्बेन्ड लक्ष्मणजीले चाहिँ मलाई पुस गरेर तिमी कति दिनसम्म यति पर ट्राभल गर्छौ तिमी एउटा ठाउँ खोज अनि त्यहीँ बसेर काम गर भनेर जब उहाँले मलाई यतिचोटि पुस गर्नुभयो उहाँले इभन मेरो रेज्युमे आफैले अपडेट गरेर हि स्टार्टेड अप्लाइङ के उहाँले मलाई तिमी गर्दैनौ भने आइ एम कन्सर्न फर यु कति चाहिँ तिमी ट्राभल गर्छौ त भनेर उहाँले मलाई त्यसरी जब गाइड गर्नुभयो नि अनि तब चाहिँ मलाई ओके हुन पनि हो अनि मैले धेरै ठाउँमा काम गरिसकेको थिएँ त्यो मध्ये आई पिक्ड अप भेरी सुटेबल प्लेस द्याट आई लाइक्ड के तर यस्तो भयो मबाट चाहिँ अब गल्ती त नभनौँ मैले चाहिँ अलिकति सेलेक्सनमा उ गरेँ किनभने मैले चाहिँ एकदम फारको एउटा जबमा अप्लाई गरेँ अनि उहाँहरूले छिटो लिनु पनि भयो कि मलाई फ्राइडे अप्लाई गरेको मन्डे त दे ऱ्याङ मी फर इन्टरभ्यू अनि त्यहाँबाट आई ल्यान्डेड इन्टु पर्मानेन्ट पोजिसन के एज अ पर्सनल केयर वर्कर एउटा रेजिडेन्सियल एज केयरमा आई एन्डेड अप वर्किङ फर मोर देन 3 years इन द्याट कम्पनी अनि ठ्याक्क 3.5 वर्ष भएपछि चाहिँ आई लेफ्ट द्याट कम्पनी फर एनदर रोल एज अ लाइफस्टाइल असिस्टेन्ट अनि म चाहिँ त्यो चाहिँ यदि लक्ष्मणजीले मलाई पुस नगर्नु भएको भए त म अझै पनि म रिफ्लेक्ट गर्दाखेरि म त्यही नै हुन्थ्यो होला कि अझै पनि म एजेन्सीबाटै गर्थेँ होला पढाइ पनि सकिन्थ्यो तर स्टिल म त्यही पोजिसनमै हुन्थ्यो होला जस्तो लाग्छ क्या मलाई अनि अर्को भनेको चाहिँ म अनि त्यसपछि मैले विभिन्न ठाउँहरूमा अप्लाई गर्न थालेँ किनभने मलाई अब एजेन्सीबाट उम्किनु थियो नि त आफ्टर लट्स अफ मोटिभेसन फ्रम लक्ष्मणजी अनि त्यहाँबाट म उम्किनको लागि भनेर मैले चाहिँ जता म गएँ नि काम गर्न त्यही मैले रेज्युमे छोडिदिन्थेँ कि मैले तपाईँहरूकोमा चाहिँ अभाइलेबल छ भने प्लिज लेट मी नो भनेर अनि कतिबाट त आएन है अनि त्यो पर जुन छ नि एडिलेटबाट 1 hour 50 minutes बस ड्राइभ त्यो कम्पनी तर म एकदमै ग्रेटफुल छु त्यो कम्पनीप्रति किनभने त्यो कम्पनीभित्रै मैले एज अ लाइफस्टाइल असिस्टेन्ट एज अ वेलबिङ टिम मेम्बर भएर काम गर्न पाएँ अनि त्यहाँबाटै मेरो करियरको गाथा सुरु भएको हो कि
अनि उहाँहरूकोमा चाहिँ मैले कति धेरै सिफ्ट गरिसकेको थिएँ कि फ्रम एजेन्सी। अनि मैले फ्राइडे रेज्युमे हालेको, मन्डे त उहाँहरूले मलाई इन्टरभ्यूलाई बोलाउनु भयो। अनि म इन्टरभ्यूमा गएँ अनि उहाँहरूले यस्तो छिटो बोलाउनु भयो मलाई। त्यहाँबाट म एज अ क्याजुअल स्टाफ काम गर्न थालेँ। अनि मैले टन्न सिफ्टहरू पनि पाउँथेँ क्या त्यहाँ, किनभने एडिलेडबाट 1 hour 50 minutes बस ड्राइभ, कार ड्राइभै अब 1 hour। अनि 11 बजे काम सकियो भने, तपाईँहरू अचम्म पर्नुहुन्छ होला, 11 बजे काम सकियो भने म त्यहाँबाट उबर गरेर, म आधाबाट उबर गरेर रेलवे स्टेसन पुग्थेँ। अनि रेलवे स्टेसनबाट सिटी आउँथेँ, अनि फेरि सिटीबाट बस। मैले त्यस्तो गरिकन मास्टर सकाएको हो क्या। अनि तर आइएम भेरी प्राउड अफ इट, किनभने मेहनत नगरिकन अब आज हामी जहाँ छौँ होइन, जस्तो सिचुएसनमा छौँ, हाम्रो लाइफलाई यो मोडसम्म लिएर आइदिने भनेको अब त्यही कामको पाथवेले त हो नि होइन। अनि अहिले सम्झिँदाखेरि मलाई कस्तो लाग्यो। अनि मलाई चाहिँ आज बिहान यो आइडिया आएको थियो, यो एक्सपिरियन्स आएको थियो है, किनभने मलाई 1-2जना बहिनीहरूले चाहिँ अस्ट्रेलियामा तपाईँले के काम गर्नुभयो भनेर सोध्नु भएको थियो कि टिकटकमा। अनि मैले चाहिँ वाइ नट टु सेयर दिस। अनि मेरो फर्स्ट सिफ्ट इट वाज केयस, इट वाज हेल मेरो लागि। कस्तो गाह्रो भएको थियो मलाई होइन, अनि कति गाह्रो भएको थियो। अनि रुँदै रुँदै घर आएको। ओ माई गड, आइ एम सो प्राउड अफ वाट इट टर्न्ड आउट टु बी के। पछि त त्यो काम पनि कति रमाइलो लाग्यो मलाई। मैले 3.5 वर्षसम्म गरेँ है। कस्तो एकदमै राम्रो भयो क्या पछि चाहिँ। सो तपाईँहरूमध्ये कतिजना चाहिँ यदि अस्ट्रेलिया अप्लाई गर्दै हुनुहुन्छ भने, अनि यदि अस्ट्रेलियामै हुनुहुन्छ भने तपाईँहरूले हुन्छ नि यो एज केयरको काम कहिले गर्नुभयो कि भएन, तपाईँहरूको एक्सपिरियन्स कस्तो थियो, यहाँ कमेन्टमा मेन्सन गर्नु होला है।